सुँगुर पोल्दा चाहिँ पानी खानै हुँदैन अरे क्या, जाडै खानुपर्ने अरे क्या। हेलो सबैलाई स्वागत छ फेरि पनि नयाँ भिडियोमा। म चाहिँ तपाईँहरूको विकल्प फेरि नयाँ भिडियो लिएर आइसकेँ। दसैँ सुरु भइसक्यो हाम्रो चाहिँ होइन। तपाईँको दसैँ सुरु भयो कि भएन भन्नु। सबले ह्याप्पी दसैँ अनि सबजनालाई मेरो नमस्ते। म विकल्प लिम्बू अनि यहाँ चाहिँ आज उयो हुन्छ नि त, सुँगुरहरू के काट्ने हो नि त। अनि सुँगुर काट्नको लागि राईहरूको चाहिँ के पूजा गर्नुपर्छ। टेवाले थान रेडी गरिसक्नु भयो। खान्छु बाबा यहाँ अलिअलि पूजा पाठ हुन्छ। अनि त्यसपछि खुसीमा सुँगुर मार्ने, सुँगुर मरिकन यहाँ सुँगुर तानिँदैछ पुरै। सुँगुर चाहिँ उक्लुके छिन्दैछ। भिडियो गर्नुपर्छ अरे। योगेश दाजु यत्रो ध्यान हुन्छ भने यहाँ दाइले सरलाई के तान्नुहुन्छ नि। मुद्दैछ सुँगुरले, मरेर नि मुद्दो रहेछ यार। म माथिदेखि तान्छु ल। दुईजनाले तलबाट उचाल्नु ल। एउटा खुट्टा पक्राउनु होइन, यहाँ माथि चढेकै छैन अनि कसरी आउँछ होला र। यहाँ खुट्टा चिप्लिन्छ, चिप्लो भएर नै नसकेको हौ। ल ल ल ल झिक्नै सकेन यार सुँगुरहरूले। सुँगुर कतिलो रहेछ। बल्ल बल्ल ढुङ्गामा ल्यायो। हिजो म यही ढुङ्गामा सुतेको थिएँ, आज यही ढुङ्गामा सुँगुर पोल्दैछ। अरे कहना क्या चाहते हो? पोल्ने सुँगुरलाई सुँगुर चाहिँ मस्त पोलिँदैछ। दसैँ लाग्यो रे दसैँ। झन्डै लडियो। दसैँ लाग्यो रे दसैँ। खुरुक खुरुक आउँदैछ दुईजना। कमीलाई चाहिँ थोरै छैन, मलाई टोकेर मार्न आँटिसक्यो। खर्च कहाँदेखि ल्याउनु अरे यति साह्रो कमीलाई हौ। के खाने अर्डर गर्ने? सुँगुरको तल खाने कि माथि खाने कि बिचको खाने? के अरेको सुँगुर पोलेको हेर्न आएको होइन। मासु कति खाने? मासु कति खाने मासु? मासु नखाने? नखाने। किन किन नखाने? ठुलो सुँगुर खराब खुरुक बनाउँदैछ। मान्छे नि आउँदैछ। म चाहिँ अलिअलि बनाएर आएको यता मान्छे। तर मलाई यस्तो दशा लागेको छ नि, दसैँ आयो टक्क मासु खाने बेलामा छेरपाती चलेर मलाई मात्र यस्तो हो कि तपाईँहरू नि यस्तो यार। दसैँ लागेको छ। सुँगुर पोल्दा लास्टै गरिम भयो। अब यत्रो घाम पनि लागेछ, अलिकति पानी खानु पर्यो भनेको। यस्तो सुँगुर पोल्दा चाहिँ पानी खानै हुँदैन अरे क्या, जाडै खानुपर्ने अरे क्या। अब जाडै खाने नि, अब खानु त मन थिएन। अब हल्का दसैँमा हल्का यसो खाइदिएको। अम्लो गुलियो गुलियो छ। झाड पनि दामी रहेछ। सुँगुर चाहिँ अब पोलिसकेको खक्रक्कै छ। अब त्यसलाई फोरफार त्यसको धोएर फोरफार गर्नुपर्ने यो ढुङ्गामा। हाम्रोतिर भोलि छ है, यतिको लागि मात्र मागेको। हाँस्नु नि हो दाइ। दाइको स्टाइल फेरि किलर छ फेरि। दाइ हाँस्नै हुन्न यार। तपाईँहरू दाइको हाँसो देखाइदिनु भनेको अरूको हाँसो के हाँसो, दाइको हाँसो पो हाँसो त हौ। यहाँ चाहिँ दसैँ लागिसक्यो। तल ढुङ्गादेखि हामीले सुँगुर काटिकन भित्र ल्याएर बाडी पनि सक्यौँ। अनि यहाँ
मासु चाहिँ डोकोमा राखिसक्नु भएको छ क्या एक डोको छ यहाँ मासु अनि हाम्रो ठेवा ठेवा चाहिँ यहाँ दुना राख्दै हुन्छ अनि हाम्रो भाउजू र दाजु भाउजूले चाहिँ यस्तै मसला खोल्दै हुन्छ अरे हेर्नु चिकन किन तानेको भाउजू लदाउँदैछ उता अचार रहा नहीं जाता तड़प ही ऐसी है ना बवाल भएको छ त यो के हो ल ल तपाईँहरू त चिन्नुहुन्न होला है आमा कस्तो मिठो बनाएको थुक चाहिँ नमिल्नु नि फेरि यो चाहिँ फेरि सुँगुरको होइन खसीको मासु होइन होला के हो लगाउनुको लागि खसी राइदिनुको लागि सुँगुर नि के को लागि मसला बनाउनु भाउजू पोलेको मासु नि रहेछ होइन खाए ल मिठो भयो रहेछ साग्दैछौँ यहाँ पनि जाँडसँग यो त घल्दैछ कसो हो मिठो रहेछ अब यो यहाँ घरमा सुँगुर काटेर फिनिस भइसक्यो अब चाहिँ फेरि अरू घर पनि जानुपर्ने भन्छ त्यो जान्छु कि जान्न थाहा छैन तपाईँ जान्छु अचार पाक्दैछु अचार पनि पाकिसक्यो टोपी पनि मेरो स्पेसल छ मलाई फुपूले दिनुभएको अचार जाँड टक्क रेडी पारेर बसिरहेको छु अब यो खाने अनि त्यसपछि फेरि पर गाउँमा फेरि त्यहाँ पनि सुँगुर काट्नु छ अरे त्यहाँ जाने अब तपाईँहरूले थुक चाहिँ नमिलाउनुहोस् सुँगुरको मासु दामी छ जाड अघि पनि थोरै खाएको अहिले पनि खाएको माथि सकेमा एकछिन भेटौँला हामी चाहिँ उता घरमा सुँगुर बनाइकन खाइसकिकन अहिले चाहिँ यता यो खोइ कहाँ भन्ने ठाउँमा आएको लामछाने जाने बाटो छेउमा त्यसो घर अनि यहाँ पनि दाइले जाउँ भन्दा आएको नि यहाँ सकेर फेरि उता परै फेरि जाने भन्दै हुन्थ्यो यहाँ आएर अहिले ट्याक्क बसिरहेको अब खोइ सुँगुर बनाइसक्यो भन्दै खाने दुख्दाखेरि हामी ढिलो आइपुगेको अब खाने अनि फेरि जाने उता यो त घल्दैछ कसो हो मिठो रहेछ अब यो यहाँ घरमा सुँगुर काटेर फिनिस भइसक्यो अब चाहिँ फेरि अरू घर पनि जानुपर्ने भन्छ त्यो जान्छु कि जान्न थाहा छैन हामी चाहिँ उता घरमा सुँगुर बनाइकन खाइसकिकन अहिले चाहिँ यता यो खोइ कहाँ भन्ने ठाउँमा आएको लामछाने जाने बाटो छेउमा त्यसो घर अनि यहाँ पनि दाइले जाउँ भन्दा आएको नि यहाँ सकेर फेरि उता परै फेरि जाने भन्दै हुन्थ्यो यहाँ आएर अहिले ट्याक्क बसिरहेको अब खोइ सुँगुर बनाइसक्यो भन्दै खाने दुख्दाखेरि हामी ढिलो आइपुगेको अब खाने अनि फेरि जाने उता लास्टै काम लाग्छ राजा फाइनल्ली हामी चाहिँ अल राउन्ड घुमिकन उता ठ्याक्कै एक राउन्ड पुग्न आँटिसक्यो अब चाहिँ घुमेको उता घरदेखि उता पर गएर यता पुगेर घर प्रत्येक खाँदा म त फर्स्ट भइरहेको छ क्या धेरै खाएँ जस्तो छु यहाँ गाह्रो भइरहेको छ मलाई अब घर चाहिँ पुग्न आँट्यो त्यहीँ हो छेउमा घर अब घर पुगेर चाहिँ पुग्लुकै सुत्दिन्छु गाह्रो भइसक्यो टाउको पुरै दुखिरहेको छ दसैँ लागेको जस्तो फिल पनि भइरहेछ होइन धेरै खाए जस्तो छ अनि 4-5 घरमा एक बुटुका गाल खाले त अनि के हाल त खराब भइसक्यो कि घरपछि एक बुटुका त पनि कहिले काहीँ खाने कन्टिन्यू खाइराख्ने होइन म हजुर घर आइपुगे डुल्दा होइन लास्टै गर्ने भइरहेछ टाउको पनि अलि घुमिरहेको छ खाना चाहिँ खाएको छैन नखाइकन घुमिरहेछ अब चाहिँ नुहाउने त्यसपछि सुत्दिने हो गाह्रो भइसक्यो मलाई आजको लागि यति नै अब नेक्स्ट भिडियोमा भेटौँला थ्याङ्क यू फर वाचिङ